सो हे गाइज वेलकम ब्याक टु द अनदर भिडियो। आई होप सबैजना सन्चै आएर नै हुनुहुन्छ होला। गुड मर्निङ। आज धेरै दिनपछि हामी यसो है हाम्रो वाकिङको लागि वाकिङ गर्दै हामी रुमसम्म जाँदैछौँ। जान आधा घन्टा लाग्छ। त्यही पनि डिसिजन लियौँ जाने भनेर। एकजना दाइ हुनुहुन्छ र एटिएममा पैसा डिपोजिट गर्न लाग्यो हामीले। सो हिजोदेखिबाट चाहिँ टाउको असाध्यै दुखिरहेको थियो। आज हेर्छु हिँडेर ठिक हुन्छ भने यसरी हिँडेर जानुपर्छ अबदेखिबाट। मजा आउँछ। सुनसान छ बाटोमा, त्यही भएर भिडियो बनाउने मौका पाएको छु। नत्र जताततै बनाउन पनि कस्तो अर्कै लाग्छ क्या। धेरै साउन्ड पनि आएको छैन। फेरि भिडभाडमा बनाउन पनि सक्दिनँ म त। फेरि लास्टै अप्ठ्यारो लाग्छ मलाई पनि। अझै पनि धेरै कुराहरू दिमागले कन्ट्रोल गर्न नसकेर क्या माइन्ड एकदम बन्द भएको छ। दिमागले कामै गर्न सकेको छैन। अनेक थरी मनमा कुरा खेलाएका छन्। अनेक थरी जे पाए त्यही जता मन लाग्यो त्यतै यो पनि त्यो पनि गर्छु यो पनि गर्छु। केही गर्न लाग्यो केही हुन सकेको छैन। बाटोबाट अब यसरी हिँड्दै गइरह रमाइलो हुन्छ। बेला बेलामा हिँड्दै जाँदाखेरि चाहिँ होस् माइन्ड फ्रेस हुन्छ। जतिखेर पनि रुम होटल जाँदा बस्दा आउँदा खाँदा यत्तिकै भइरहेछ। हेर अब यो ठाउँमा कतै बन्दैछ बिल्डिङहरू पनि। केटाहरू अगाडि गइरहन्। म चाहिँ भिडियो बनाउनको लागि पछाडि आइरहेको छु। यो चाहिँ फेरि कति बज्यो टाइम हेर्दा ठ्याक्कै 2 बज्यो कि 2:30 बज्यो? 1:30 बजेर 1:30 भन्छ 1:30 बजे भन्छ यार। 1:30 बजेर 1:30 भन्छ कि 2:30 भन्छ? 2:30 भन्छ कि 1:30 भन्छ? 1:30 बजेर 45 मिनट देख्नु भएन? 1:30 बजेर 45 मिनट भन्छ यार। हानेको हो कि सोचिरहेको त। हामी यताबाट आएर उता कसरी फोटो हाने होला त? अनि के त अहिले सातो लिइरहेको त किन हाम्रो फोटो खिच्यो भन्छ नि त। बाइक चान्स यहाँ रेड क्रस होइन, रेड सिग्नल लाग्ने बित्तिकै क्रस गरेर पनि फोटो खिचिदिन्छ कि अटोमेटिक। त्यही भएर केटाहरूले भन्नु हामी जेब्रा क्रसिङ नगरेर यता दायाँबाट छड्के हानेर आएको फोटो खिच्यो भन्छ नि। मेन वास्तवमा हामी ब्याङ्कमा जान लागेको हो। ब्याङ्क यहाँ नजिक रहेछ। पैसा डिपोजिट गर्नुपर्ने हो। यही समयमा हो जति भिडियो बनायो भने यस्तो आज त पुरा हामी त पुरा घुम्यौँ आज। तपाईँ पनि हेर्नु होला है। यत्रो ठुलो बाटो छ यहाँ चाहिँ। क्या सुन्दर देखिएछ नि बाटो होइन? बकलामा छिर्नै पऱ्यो अब यति बाटो घुमेर आएपछि। अब आउने बित्तिकै घडीमा नजर जान्छ त के हो। 3 बजिसक्यो, ढिलो भइसक्यो। केटाहरू मजाक नगर न। पालि त सामान धेरै भर्यो त्यो पसलमा त। पहिला खाली खाली देखिन्थ्यो। गेम हो यो? कस्तो गेम हो यो? पराउनु खोजेको कस्तो लाग्यो है? सही छ? अलिकति सही छैन यो। अर्को ट्राई गर्छु। यो सही छ यो? ठिक छैन? जम्मा कतिवटा किन्यो? ए 4 किन्यो। यति पेप्सीको लागि हामी पसलमा छोड्यौँ। रुममा आइपुग्यौँ। यहाँ आएपछि चाहिँ अलग्गै लेभलको सन्तुष्ट मिल्छ है। किन हो किन खाली छ नि त, एकदम शान्त छ। यहाँ शान्ति त छैन तैपनि एकदम खुल्ला खायो क्या। त्यही भएर मजा आउँछ। त्यसले चुक्कु लगाइदिने होला है। लगाए चुक्कु लगाएन ठिक भयो। रुममा आइपुग्यौँ। हिँड्दै आएको। आज अलिकति टाउको दुख्न कम भयो अहिले आउँदा आउँदै। नत्र हिजोदेखि मेरो टाउको दुखेर एउटा बनाएको थियो यार। हिँड्न कम भनिरहेको थियो। त्यो मान्छेलाई मैले फाल्छु घुम्दिनँ। सम्झाएर दिपक प्रकाश भाइलाई।